म चाहिँ फेमिली समाज सेवाबाट मिस्टर लामा। मलाई चाहिँ प्रायः सबैजनाले मिस्टर लामा भनेर चिन्नुहुन्छ र आज मलाई धेरै खुसी लागेको छ। अब अपाङ्गको नातामा केन्द्र नेपालमा आएर आफूले सानो सहयोग गर्न पाउँदा म धेरै खुसी छु र हाम्रो जति पनि कम्युनिटीमा हाम्रो दाइ दिदीहरू हुनुहुन्छ सबैजनालाई धेरै धेरै धन्यवाद र मसँग आइदिनु भएको हाम्रो दिदीहरू भाइ बहिनीहरूलाई सबैजनालाई फेरि पनि धन्यवाद भन्न चाहन्छु र अनि हाम्रो भाइ बहिनीहरूलाई सहयोग गर्नुहुने हाम्रो दाइ दिदीहरूको नाम भन्न गइरहेको छु म। उहाँलाई फेरि पनि भन्न चाहन्छु धेरै धेरै धन्यवाद। भाइ बहिनीहरूलाई धेरै सहयोग गरिदिनु भएको छ। उहाँको नाम रहेको छ सुरुमा सोममाया राई। उहाँको उमेर रहेको छ 68 वर्ष। उहाँको गोलदाप वडा नम्बर 8 झापाबाट हुनुहुन्छ। अनि अर्को सेकेन्ड हुनुहुन्छ जेम्स राई। उहाँलाई चाहिँ टिकटकमा चाहिँ किङ राई भनेर चिन्नुहुन्छ। उहाँ चाहिँ युएसएबाट। अर्को आउनुभएको छ हाम्रो रिता राई, हाम्रो दिदी हुनुहुन्छ नाना र उहाँको फ्यामिलीको नाम छ राम राई, राहुल डोबट, छोराहरूको नाम उहाँहरू पनि युएसएबाट हुनुहुन्छ। र अर्को हाम्रो हुनुहुन्छ निमा तेन्जिङ शेर्पा दाई हुनुहुन्छ साउदीबाट। उहाँले पनि सहयोग गर्नुभएको छ र हाम्रो यहीँ हुनुहुन्छ सलिना लामा दिदी। उहाँले पनि सहयोग गर्नुभएको छ। धेरै धेरै धन्यवाद। अनि अर्को चाहिँ हाम्रो सुमिना श्रेष्ठ कुवेतबाट हुनुहुन्छ। उहाँ चाहिँ टिकटकमा चाहिँ उहाँलाई डल्ली माया भनेर चिन्नुहुन्छ सबैजनाले। र अर्को हुनुहुन्छ हाम्रो अर्जुन राई। उहाँ पनि हुनुहुन्छ हाम्रो दाई हुनुहुन्छ। उहाँ पनि युएसएबाट हुनुहुन्छ। उहाँले पनि सहयोग गर्नुभएको छ। र अर्को हुनुहुन्छ हाम्रो शरद गुरुङ दाई। उहाँ पनि युएसएबाट हुनुहुन्छ। उहाँले पनि सहयोग गर्नुभएको छ। र हाम्रो जति पनि सहयोग गर्नुहुने उहाँलाई धेरै धेरै धन्यवाद। र मसँग आउनुभएको उहाँ दिदीहरूको नाम म भन्न गइरहेको छु। अहिले आउनुभएको छ हाम्रो सलिना तामाङ दिदी आउनुभएको छ। म चाहिँ नाना भन्नुहुन्छ सबैजनाले चाहिँ चिन्नुहुन्छ। हाम्रो सोसियल मिडियामा चाहिँ म चाहिँ नाना भनेर चिन्नुहुन्छ सबैजनाले। अर्को रहेको छ हाम्रो रेणु ढकाल दिदी आउनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो अर्को हुनुहुन्छ प्रेमसा तामाङ दिदी आउनुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद। अनि हाम्रो अर्को छ सानी मगर। उहाँ बहिनीलाई पनि धेरै धेरै धन्यवाद। आएर धेरै धेरै सहयोग गरिदिनु भयो। खुसी लागेको छ सबैजनाबाट। अनि हाम्रो अर्को भाइ रहेको छ निकेश राई भाइ। अनि अर्को रहनु भएको छ डोल्मा शेर्पा बहिनी। उहाँलाई धेरै धेरै धन्यवाद। र अर्को हाम्रो रहेको छ मनिषा खड्का। उहाँले पनि आएर धेरै सहयोग गरिदिनु भएको छ। सबैजनालाई धन्यवाद भन्न चाहन्छु। र सबैजनालाई यसरी नै अब सहयोग गरिदिनु भएको हाम्रो दाइ दिदी बहिनी अब हाम्रो जति पनि दाइहरू हुनुहुन्छ उहाँबाट चाहिँ सबैजना विदेशमा हुनुहुन्छ। उहाँले सहयोग पठाउनु भएको छ। उहाँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र हामी सबैजना फेमिली समाज सेवाबाट हजुरहरूले जति पनि भाइ बहिनीहरूलाई हेरिरहनु भएको छ हामीलाई धेरै खुसी लागेको छ। हामी त अब केही पल मात्रै हो। हजुरहरूले त वर्षदेखि हेरिरहनु भएको छ र त्यसको लागि हामी धेरै नै खुसी छौँ। पछिको दिनहरूमा नि फेरि हामी आइरहनेछौँ भन्दै विचार गर्न चाहन्छु। धन्यवाद।